सबैमा नमस्कार। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। यति बेला चाहिँ हामी यहाँनिर चाहिँ माटो हालेर पहिला ढलान गरिसक्यौँ। त्यसपछि मजाले माटो हालेर यो मङ्की जम्परले मजाले जम्प गरिसकेका छौँ। मङ्की जम्पर काम भइसकेको छ। अब यहाँनिर हामीले फेरि वाल ढलान गर्छौँ। ढलान गरेर फेरि माटो ब्याक फिलिङ हाल्छौँ। फेरि मङ्की जम्पर गर्छौँ। मङ्की जम्पर गरिसके पछाडि फेरि ढलान सोलिङ गरेर ढुङ्गा हालेर सोलिङ गर्नेछौँ है त। र त्यसै गरी यता देख्न सक्नुहुन्छ साथीहरू, यति बेला हाम्रो काम तीव्र गतिमा अगाडि बढिरहेको छ। यो चाहिँ खाना खाने समय भएको कारणले साथीहरू कामदार सबैजना सामान यता छोडेर खानाको लागि जानुभएको छ। देख्न सक्नुहुनेछ यहाँ पाइपहरू यसरी राखेको छ। यसको जमिन लेभलदेखि यसको हाइट 3 मिटरको हो। यसको मुनि त्यो डन्डी राख्या भन्दा मुनि 3 मिटर छ। यसरी मजाले डल्ने काम हुँदैछ। यहाँनिर चाहिँ एउटा टर्बाइन रहन्छ 3 मेगावाट निकाल्ने हाइड्रो पावरको। त्यसपछि यो अलिक पल्लोमा यसमा पनि 3 मेगावाटको टर्बाइन राखिन्छ। त्यस पछाडि अहिले चाहिँ हामीले ढलान मात्रै गर्ने कार्यक्रम हुन्छ। यसको ढलान भइसकेपछि कन्टिन्यू स्ट्रक्चर कामहरू हुन्छ। स्ट्रक्चर कामहरू हुँदै भइसकेपछि हामी फाइनलमा सबै सामान मेसिनरी सामानहरू चाहिँ फाइनल ल्याएर फिट गर्ने हो। जुन अहिले यो मङ्की जम्पर हाल्ने कुरा चाहिँ यसमा चाहिँ हामीले लिफ्ट फिट गर्ने हो। लिफ्ट सामान लैजानको लागि यहाँबाट त्यहाँ लगाएर राख्नको लागि चाहिँ हामी टर्बाइन फिट गर्नेछौँ। यहाँ चाहिँ यसरी बन्दैछ हाम्रो हाइड्रो पावर। यसको क्षमता भनेको 6 मेगावाट हो। काम एकदम तीव्र गतिमा भएको देखिन्छ। र साथीहरू के कस्तो लाग्छ मेरो भिडियो पुरा हेरेर लाइक कमेन्ट र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। हस् त, धन्यवाद।